धन्यवाद उद्घोषक महोदय। यहाँ उपस्थित गुरुजन, मातापिता, दाजुभाइ, दिदीबहिनी लगायत OHRC युथ फ्रमका युवा भाइ बहिनीहरू तथा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हिन्दू धर्म तथा सांस्कृतिक सङ्गठनको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि न्यानो अभिवादन गर्न चाहन्छु। सर्वप्रथम त OHRC युथ फोरम जसले यो कार्यक्रम बनायो र यहाँ मलाई दुई शब्द राख्ने अवसर दिएको छ, उहाँहरूप्रति कृतज्ञ हृदय आभारी रहेको जानकारी गराउन चाहन्छु। र उद्घोषक महोदयले भन्नुभयो, धेरैवटा क्वेसन सोध्नुभयो अगाडि, यो किन भएको, यो किन भएको, यो किन, अनि लास्टमा चाहिँ 3 मिनट अरे। अब 3 मिनटमा त त्यो एन्सर सबै गर्ने त सम्भव छैन। यद्यपि यहाँ भाइ बहिनीहरूले बोल्दै गर्दाखेरि एउटा तरङ्ग छाइरहेको थियो मेरो मनमा। यत्रो धेरै प्रब्लमहरू उहाँहरूले छ भनेर थाहा पाइसक्नु भएको रहेछ। किनभने हामीले के सोच्थ्यौँ भने अहिलेका भाइ बहिनीहरू फोन हेर्नुहुन्छ, कम्प्युटरमा बस्नुहुन्छ, उहाँहरूले त्यत्रो धेरै बाहिरको दुनियाँ हेर्नुहुन्न भन्ने थियो। तर मलाई के लाग्यो भने मैले भन्दा धेरै उहाँहरूले हेर्नु भएको रहेछ जस्तो लाग्यो मलाई। र यो आज युथले जे प्रेजेन्ट गर्नुभयो त्यसमा जानुभन्दा पनि पहिला सर्वप्रथम चाहिँ म आज हामीले गर्न धेरै केही नसके पनि हाम्रा सबै पुराना गुरुहरूलाई यहाँ बोलाएर सम्मान, अरू कुनै केही गर्न नसके पनि एउटा सम्मान व्यक्त गर्न चाहेका छौँ। र यहाँ मैले देखेको छु हामीलाई पढाउने गुरुहरू, हेड सरहरू सबैजना हुनुहुन्छ। हामी यहाँ जो बोल्दैछौँ, जो यताउता कुद्दैछौँ, हामी कुनै बेला क्याम्पमा साना विद्यार्थी थियौँ र हामीलाई यहाँहरूले पढाउनु मात्रै भएन, यहाँहरूले म्याथ, साइन्स, फिजिक्स मात्रै पढाउनु भएन कि यहाँहरूले त हामीलाई आत्मविश्वास बढाउने काम, हाम्रो आत्मविश्वास बढाउने काम गर्नुभयो। यहाँहरूले हामीलाई व्यवहार कसरी बाँच्ने, दुनियाँसँग कसरी लड्ने र अप्ठ्यारोभन्दा अप्ठ्यारो परिस्थितिलाई सहज बनाएर कसरी अगाडि बढ्ने भन्ने पनि सिकाउनु भयो। सबैभन्दा ठुलो ज्ञान यहाँहरूले दिनुभएको भनेको म जस्ता धेरै विद्यार्थीहरूलाई आत्मविश्वास दिनुभयो र जसका कारणले आज धेरैजना महरू एउटा प्रोफेसनल भएर उभिएका छन् अथवा राम्रोसँग गरी खाएका छन्। यो सबै यहाँहरूको देन हो। यहाँहरूलाई हामीले यो लामो धेरैवटा स्पिचहरू सुन्न मात्रै भन्दा पनि हामी सम्मान व्यक्त गर्न बोलाएका हौँ। यहाँहरू धेरै सम्माननीय हुनुहुन्छ। यहाँहरूले समाजमा जुन योगदान पुर्याउनु भयो त्यो 17-18 वर्षको क्याम्पको कहाली लाग्दो जीवनमा आफूले अलिकति बाहिर जाँदाखेरि निकै राम्रै पैसा पाउने अवस्थामा पनि होइन, मेरो समाजलाई सेवा गर्छु, मेरो समाजमा काम गर्छु भनेर जुन यहाँहरूले समय र आफ्नो एनर्जीहरू डिभोट गर्नुभएको छ, यसप्रति हामी सधैँ आभारी रहनेछौँ र यो समाज पनि सधैँ आभारी रहनेछ। र एक शब्दमा भन्नुपर्दा यहाँहरू नै यो समाजको हिरो हो, यसमा कुनै दुई मत छैन। र हामी यहाँ जसरी अहिले बोलिरहेका छौँ, यो दुनियाँ कामहरू गरिरहेका छौँ, यो सबै यहाँहरूको देन हो। र म व्यक्तिगत रूपमा पनि जसरी मेरो मातापिता परिवारको देन छ, त्यति नै मेरा गुरुहरूको देन रहेको कुरा यहाँ जानकारी गराउन चाहन्छु। र यहाँहरूलाई उच्च सम्मान हिन्दू धर्म तथा सांस्कृतिक सङ्गठनको तर्फबाट क्याम्पमा शिक्षण गराउने शिक्षकहरूलाई उच्च सम्मान गर्न चाहन्छु। अब आयो आजको युथको कुरा। यहाँहरूले जुन स्पिच गर्नुभयो त्यसले मलाई धेरै पर पुर्यायो। मैले यसरी सोचेकै थिइनँ। जुन हिसाबले भाइ बहिनीहरूले यहाँ जुन विषय उठान गर्नुभयो, यी विषयहरू धेरै अगाडिदेखि उठान गर्नुपर्ने थिए। कति उठान भए, फेरि सेलाए, फेरि उठे, फेरि सेलाए। तर आज युवा, एउटा जी जेनेरेसनका युवाहरूले आएर यो उठाउँदाखेरि चाहिँ मलाई के लाग्यो भने यो अब साँच्चै नै उठेको हो, क्रमैसँग यी विषयहरू एड्रेस हुँदै जान्छन् भन्ने मैले सोचेँ। र म छोटकारीमा धेरै कुरा भन्न अहिले मलाई 3 मिनट मात्रै दिनुभएको छ, सायद 3 मिनट कटिसक्यो होला। तर सिएम भाइ मसँग बानी परिसक्नु भएको छ, अलिकति जाँदा नि फरक पर्दैन। यहाँहरूलाई युवाहरूलाई म के भन्न चाहन्छु भने यहाँहरू, यु आर नट जस्ट द ड्रिमर, यु आर द इनोभेटर, यु आर द लिडर एन्ड यु आर द चेन्ज मेकर। And your courage to question, your passion to act, and willingness to learn prove that you are a part of one and very wonderful generation. And you are capable of doing something. We hope that your energy, creativity, and determination will help us to create a world that is way more inclusive than this, way more informed, and livable for everyone.
र यहाँहरूको कार्य यसै गरी अगाडि बढ्दै जाओस्। यहाँहरूले जे गर्नुभएको छ यसमा हामी अत्यन्तै कृतज्ञ छौँ र हिन्दू धर्म तथा सांस्कृतिक सङ्गठनको ओएचआरसी युथ फोरमले मैले फोर्स भने युथ फोरमले जुन कार्य अगाडि बढाउँदै आएको छ यो यहाँहरूले गर्नुभएको सफल दोस्रो कार्यक्रम हो। यसै गरी गर्दै जानुहोस्। हामी हिन्दू धर्म तथा सांस्कृतिक सङ्गठनका सबै कार्यकर्ता र सम्पूर्ण सङ्गठन यहाँहरूको पछाडि छ र यहाँहरूलाई कुनै साथ सहयोग समर्थन केही पनि चाहिएमा हामीलाई जहिले पनि रिच आउट गर्न सक्नुहुन्छ र यहाँहरूको पनि साथ समर्थन र सामिप्यताको हामी सधैँ आशा गरिरहनेछौँ। र यसै भन्दै म यो युथहरूलाई अत्यन्तै धेरै धन्यवाद दिँदै शुभकामना भन्न चाहन्छु। अब जाँदै अब चाहिँ 3 मिनट हुनै आँट्यो होला। जाँदै मैले यहाँ आगामी केही कार्यक्रमहरूको बारेमा बोल्नु होला भनेर मलाई एउटा सानो चिट दिनुभएको छ। हाम्रो केही विशेष कार्यक्रमहरू आउँदैछन्। यहाँहरूलाई थाहा होला हिन्दू धर्म तथा सांस्कृतिक सङ्गठनले आफ्नो स्थापना कालदेखि धेरै कामहरू गर्दै आएको छ जसले यो समाजका लागि थेरापीको रूपमा काम गरेको छ। जस्तो सुरुमा हामीलाई भेला हुनै गाह्रो पर्दाखेरि पहिलोचोटि अमेरिकामा एउटा धनुर्मास भन्ने 1 महिने कार्यक्रम गरेका थियौँ। यद्यपि त्यो धार्मिक कार्यक्रम हो तर त्यो एक अर्थमा हेर्ने हो भनेदेखि हाम्रो यो थेरापीको रूपमा हाम्रा अग्रजहरूलाई काम गरेको छ। त्यसै गरी हामीले अन्य धेरै कामहरू गर्दै आएका थियौँ र गत साल यहाँहरूलाई स्मरण होला हामीले एउटा संयुक्त राज्यमै पहिलोपल्ट एउटा वैदिक दीक्षान्त समारोह गरेका थियौँ जसमा 119 जना ब्राह्मणले एकैचोटि भागवत पाठ गर्नुभएको थियो भने 65 जना ब्राह्मणहरूलाई यहाँको सरकारसँगै हामीले समन्वय गरेर विभिन्न गुरुहरूले पढाएका विद्यार्थीहरूलाई हामीले पण्डितको दर्जा दिएका थियौँ। यही संस्था मार्फत त्यो संयुक्त राज्यमै पहिलोचोटि भएको थियो। त्यसै गरी 2017मा 36 ब्राह्मण राखेर हामीले एउटा नवाज्ञान महायज्ञको सुरु गरेका थियौँ। त्यो पनि पहिलो भएको थियो। अनि यसैमा यहाँहरू सबैले दिएको साथ समर्थन र सामिप्यतालाई हामीले एउटा सम्पत्ति बनाएर हामीले अबका दिनमा पनि पक्कै पनि हामी धेरै कामहरू गर्न सक्छौँ भनेर त्यतिखेर एउटा उद्घोष गऱ्यौँ। हामी 18 पुराण भन्ने छौँ यहाँबाट भनेर भन्न त भन्यो निकै गाह्रो हुँदो रहेछ। र हामीले श्रीमद् भागवत पुराण, रामायण पुराण, कुर्म पुराण लगायतका पुराण गर्दै अहिले यो वर्ष हामी भविष्य पुराण लाउनेमा आइपुगेका छौँ। यहाँहरूले यो फ्लायर यत्रतत्र देख्नु भएको होला। यो हाम्रो युथ इम्पावरमेन्ट सेसन, यो 2026 को फर्स्ट सेसन हो। आज युथ इम्पावरमेन्टको फर्स्ट सेसन हो। अब सेकेन्ड सेसनमा हाम्रो यो उद्घोषण तालिम छ। नानीहरूलाई केही दिनभित्रै सुरु हुन्छ। यसको डेटहरू यहाँहरूले हाम्रो युथ कोअर्डिनेटर ज्ञानुजी अथवा सिएम भाइसँग सम्पर्क राख्नुभयो भने उहाँहरूले डेट उपलब्ध हुने बित्तिकै यहाँहरूलाई जानकारी गराउनुहुन्छ। त्यसपछि यो युवाहरूलाई पनि यो भविष्य पुराण मार्फत हामीले इम्पावर गर्ने जमर्को गरेका छौँ र यो युथ इम्पावरमेन्टका लागि नै यो गरिएको हो। यसमा यहाँहरू सबैको साथ समर्थन र सामिप्यता रहने कुरामा हामी आशावादी छौँ। र आउने मार्चको 22 तारिकदेखि यो कार्यक्रम सुरु हुन्छ। मे 22 तारिकदेखि यो सुरु हुन्छ। यहाँहरूले आफ्नो क्यालेन्डरमा अहिले चिन्ह लाउनु होला किनभने भविष्य पुराण म पनि पहिलोचोटि सुन्दैछु। यस्ता मौकाहरू विरलै मिल्छन्। हामी भागवत पुराण धेरैचोटि सुन्छौँ, अन्य पुराण शिव पुराणहरू सुन्ने मौका आइराखेका हुन्छन् तर यी पुराणहरू अलिकति कमै सुन्न पाइन्छ। त्यसैले यहाँहरूले यो नछुटाइदिनु होला। यहाँहरूकै साथ समर्थन सामिप्यता यहाँहरूले दिनुभएको आश्वासन यसकै कारणले हामी विभिन्न कार्यक्रम गर्न सकेका छौँ र यो कार्यक्रममा पनि यहाँहरूको यत्तिकै साथ समर्थन रहनेछ भन्ने हामीले आशा गरेका छौँ। र यही आशाका साथसाथै मेरा यहाँ 2 शब्दलाई यही टुङ्ग्याउन चाहन्छु। भाइले दिएको समय पक्कै सिद्धियो त्यसैले म अलिकति छिटो गर्न चाहेँ। केही धेरै कुराहरू थिए। हामीले शिक्षक साथीहरू, अग्रज शिक्षकहरू सबैलाई बोलाउने जमर्को गरेका थियौँ तर केही शिक्षकहरूसँग हाम्रो सम्पर्क हुन सकेन। यसका लागि हामी एकदमै क्षमा प्रार्थी छौँ र अर्को पालि हामी सबैजना भेला हुन्छौँ भन्दै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।